एभ्रिवान गुड मर्निङ एन्ड नमस्ते र मेरो चाम 7 भ्लगलाई सब्सक्राइबर गरिदिनु होला। यस्तो काम गरेर देखाउँदा नि अहिले मेरो सब्सक्राइबर नै बढ्दैन गाइस यार। 1 वर्ष भइसक्यो च्यानल खोलेको, के न के छ यस्तो यो दुःख छ जिन्दगीमा। सुराल फाटेर यस्तो गरिब छ हैन। गरिब भनेर नि थोरै त 1 सब्सक्राइबर गर्दा त तपाईहरुको केही जाँदैन होला। म पनि मलाई सहयोग गर्यो भने म नि सपोर्ट गर्छु हैन। र हाम्रो चाहिँ काम भनेको चाहिँ यस्तै छ गाइस है। अब हामी भनेको यस्तै किसानको छोरा परेको, मन्त्रीको छोरा भएको भए त पाइलट हुन्थ्यो होला, नेता बनिन्थ्यो होला हैन। तर के गर्नु अब, किसानको छोरा पर्यो, किसान काम नगरी नहुने रहेछ हैन। यस्तै हो। र हाम्रोमा चाहिँ आज चाहिँ पुरा दिन पनि फगी लागेको छ, दिन ढुलेको छ हैन। र हामी चाहिँ जाडो जाडो भइरहेछ। यी गरिब हुनु साह्रो छ नि गाइस यार। यस्तो लुगा फाटेर यस्तो देखेर नि साथीहरूले एउटा सब्सक्राइबर गर्दै त कति भरमै हुन्थ्यो। पाप गरे पुण्य, कुनी के गरे शून्य भन्थ्यो, त्यस्तै भइरहेछ गाइस हैन। र म चाहिँ यहाँ हल्का बिराम जस्तो पनि छु हैन। त्यही भएर यहाँ बिस्तारै आनन्द बसेर चाहिँ टेक्रेका दिँदै गरेको हैन। तालु भनेको यस्तो फुली गइसक्यो, भारी पुग्दै हैन। यस्तो हुनुपर्ने रहेछ है। चप्पल भनेको यस्तो लगाइन्छ हामी उहिलेको यी के भन्नु, अहिले किनौँ भने पैसा छैन गाइस हैन। यस्तो चप्पल लाएर बस्नुपर्छ। र हल्का त्यो युट्युबमा के केलाई भिडियो अपलोड गर्ने पैसाको नि कता भारी बोक्नु गएर रोस्ट गरेर लिएर खानुपर्ने अवस्था हुन्छ हैन, लाउनु पर्ने। त्यही भएर चाहिँ यस्तो छ हैन। र हामी चाहिँ यहाँ एउटा सानो कटेज, बर्खा लागिसक्यो, अब खानु नभए नि ओत्ता हुनु पर्यो हैन। तातो ओत्ता बसौँला भनेर चाहिँ यो साथीहरूसँग जम्मा भेला भएर चाहिँ यस्तो हुँदै गरेको हो हैन। यो चाहिँ हाम्रोतिर चाहिँ खास नेपाली भाषामा चाहिँ यसलाई घुँडे भन्छ, अनि अर्को कुनै के भाषामा परेङ भन्छ हैन। र हामी चाहिँ यसरी टक्क कुटिन्छ। भोलिपछि म यसको यहाँ अहिले मैले जति नै कुटिरहेको छु हैन, भोलिपछि म यसको पनि सबै हजुरहरूलाई देखाउने छु घर कसरी बनाइन्छ र चाहिँ नि घर कसरी थालिन्छ। हाम्रो पूर्वतिर पश्चिमतिर भनेको प्रायः जस्तो ढुङ्गाको घर हुन्छ साथीहरू हैन। हाम्रोतिर चाहिँ काठको घर हुन्छ हैन। देखाउँछु भोलिपर्सि म थालेको दिनदेखि देखाइदिन्छु हैन। पुरा भिडियो फुल भित्र बसेकोदेखि लिएर हैन, छाकोदेखि लिएर सबै म देखाइदिन्छु हैन। बनाएको टाको हेर्दै जानु होला र अर्को मलाई सपोर्ट पनि गरिदिनु होला यार। वाच टाइम पनि पुगेन, भ्युज पनि पुगेन, केही युट्युब चलाएको 1 वर्ष हुनु आँट्यो, तर 1 चम्ची पानीमा डुबी मर्नु जत्तिकै भइसक्यो यार। सब्सक्राइबर पनि पुग्दैन, वाच टाइम पनि पुग्दैन। के नि यस्तो नारायण त्यही रहेछ जिन्दगी। जाडो भएर यस्तो दुःख छ। मेरो यताको घुँडे हेर्ने हो, घुँडे गाइस ऊ माथि छ हैन, परेङ भन्छ। परेङ नि भन्छ रहेछ कतिले, हामी चाहिँ घुँडे भन्छ, घुँडे। यसरी यसलाई टक्क लगाएर कुट्ने हो। कुटेर यो ठुलो भएर चाहिँ चार्ज रहेछ हैन। यस्तो भइरहेछ। अनि जिन्दगी भनेको यसरी नै चलिरहेछ है। यो ठुकुर चाहिँ मैले पालेकै मलाई मार्नु नि दिदिनँ। आधी किलो चाहिँ बनाएर छोडी पठाएको छु भन्नु। अनि घर वरिपरि आएको चरा चुरुङ्गी पिउरा माछा म केही मार्नु दिदिनँ के। म एउटा धर्मती मान्छे हो हैन।
बिमार नभएको भएदेखि बिमार नभएको भएदेखि एक दुईवटा त्यो हामी छोडिन्थेन पर्ने नि होइन भन्नु नि। यो यसरी पुग्नुपर्ने अवस्था छ आज दिनभरि हल्का लु मुन्ने या आ कति मिनट भयो 5 मिनट 7 मिनट जतिको त बनाउनु पर्ने जति धेर बनायो त्यति राम्रो हुन्छ गरे होइन तर यहाँ यसरी सुकाइन्छ गाई हेर्ने हो यसरी यस्तो गरेर टक्क यसरी घाममा सुकाएपछि यो च्याट्ट सुक्छ होइन त्यहाँदेखि चाहिँ अब यहाँ पनि एउटा बुन्नेको छ जस्तो लागेको छ होइन यसलाई सरर बुन्ने यस्तो गरिन्छ होइन राखिन्छ अनि यसरी बहिनी बुन्दा गर्थ्यो लु भयो कति मिनटको भयो